नमस्कार। आज चाहिँ म क्लास 12 को अर्गानिक केमिस्ट्रीको ग्रुप बीबाट सोधिरहने क्वेसन क्लोरोफर्म टपिकबाट आइसकेको छौँ। ओके compound X reacts with acetone in presence of alkali to give crystalline colorless solid known as sleeping or inducing drug sleep inducing drug. Identify X giving proper reaction. What happens when X is treated with silver powder? Write its preparation from acetone, convert X into methane. अब चाहिँ सबभन्दा पहिला चाहिँ यो क्वेसनमा चाहिँ क्लोरोफर्म जसले स्लिप कुनै टाइम स्लिप इन्ड्युसिङ ड्रग भन्ला। स्लिप इन्ड्युसिङ ड्रग भनेको चाहिँ के हुन्छ, क्लोरोटन हिप्नोनहरू भइहाल्यो। त्यसैगरी कुनै बेला चाहिँ के हुन्छ, क्लोरोपिक्रिन भन्ला अगेन्स्ट compound X reacts with this nitric acid and forms tear gas. What is that compound X? त्यस्तो केसमा चाहिँ के हो भन्दाखेरि चाहिँ क्लोरोपिक्रिन बन्छ त्यति बेला CCl3NO2 जो चाहिँ क्लोरोपिक्रिन हो। त्यसै गरी यहाँ चाहिँ के भन्छ भन्दा कम्पाउन्ड एक्स भनेको चाहिँ के हो भन्दाखेरि जस्तै CHCl3 क्लोरोफर्म हो भने हामी पक्का भइसक्यौँ। विथ एसिटोन, एसिटोन भनेको चाहिँ के हो, CH3C11O CH3 इन प्रेजेन्स अफ अल्काली। अल्काली भनेको चाहिँ के हो, KOH राखेँ मैले। के हुन्छ भन्दाखेरि चाहिँ अब चाहिँ CH3 ओके COH ओके CH3 अनि यहाँ चाहिँ के आएर जोडिन्छ CCl3 जोडेर अनि एउटा चाहिँ के हुन्छ वाटर हुन्छ। यसलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ क्लोरेटोन भन्छ। क्लोरेटोन भनेको चाहिँ के हो त, स्लिप इन्ड्युसिङ ड्रग हो भन्छ। यो भनेको त के हो त, स्लिप इन्ड्युसिङ ड्रग हो भन्छ। यो भनेको चाहिँ स्लिप इन्ड्युसिङ ड्रग हो। यो यसले चाहिँ के हुन्छ, हामीलाई निद्रा गर्ने हेल्प गर्ने गर्छ। ओके त्यसै गरी अर्को के भनेको छ, बी नम्बरको चाहिँ वाट ह्यापन्स वेन एक्स इज ट्रिटेड विथ सिल्भर पाउडर भन्छ। जब हामी यो क्लोरोफर्मलाई सो एक्स इज क्लोरोफर्म लेख्ने, क्लोरोफर्म अथवा ट्राइक्लोरोमिथेन भन्छ, ट्राइक्लोरोमिथेन। ओके त्यसै गरी जब हामी यो क्लोरोफर्मलाई चाहिँ एजी पाउडरसँग चाहिँ रिएक्ट गर्छौँ त्यति बेला चाहिँ के भन्छ भन्दाखेरि चाहिँ Cl ओके हाइड्रोजन। यहाँ चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यो भनेको चाहिँ के हो, एसिटाइलिन भन्छ। एसिटाइलिन अथवा इथाइन चाहिँ के हुन्छ, फर्म हुने गर्छ भन्छ। ओके सो when X is treated, when chloroform is treated, when chloroform is treated with सिल्भर पाउडरसँग चाहिँ ट्रिट गरिन्छ भने इथाइन इज फर्म भन्छ। इथाइन चाहिँ के हुन्छ, फर्म हुन्छ। ओके त्यसै गरी अर्को अब चाहिँ के हुन्छ, राइट इट्स प्रिपरेसन फ्रम एसिटोन भन्छ। अब एसिटोनबाट चाहिँ यसको प्रिपरेसन कसरी गरिन्छ भनेको छ। ओके एसिटोन इज मेड टु रियाक्ट विथ मोइस्ट ब्लिचिङ पाउडर भन्छ। सबभन्दा एसिटोनलाई चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ मोइस्ट ब्लिचिङ पाउडरसँग चाहिँ रिएक्ट गरिन्छ। मेड टु रियाक्ट विथ मोइस्ट ब्लिचिङ पाउडर भन्छ। मोस्ट ब्लिचिङ पाउडर, मोइस्ट भनेको चाहिँ पानीको प्रेजेन्समा भनेको कि CaOCl2 भनेको चाहिँ के हो, ब्लिचिङ पाउडर हो। ओके यसलाई चाहिँ जब 21 मिलियममा चाहिँ राखिन्छ तब चाहिँ के हुन्छ भन्दा क्याल्सियम हाइड्रोक्साइड र क्लोरिन ग्यास चाहिँ के हुन्छ, फर्म हुन्छ। ओके अब सबभन्दा फर्स्ट स्टेप भनेको चाहिँ के हो भने चाहिँ क्लोरिनेसन अफ एसिटोन इन्टु ट्राइक्लोरोएसिटोनमा चाहिँ कन्भर्ट गर्नु। जस्तै CH3C11O CH3 भनेको एसिटोन हो। ओके जब यहाँ चाहिँ क्लोरिनको प्रेजेन्ट पर्छ, ओके यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 3Cl2 3वटा क्लोरिन चाहियो, CCl3 C11O CH3 भन्छ। ओके र 6वटा चाहिँ के हुन्छ, HCl मोलिकुलहरू चाहिँ 3वटा चाहिँ 6वटा होइन 3वटा चाहिँ के भन्छ, HCl मोलिकुलहरू चाहिँ यहाँ हुने गर्छन्। ओके त्यसै गरी अब चाहिँ अर्को स्टेप भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हाइड्रोलाइसिस अफ दिस ट्राइक्लोरो। यो भनेको चाहिँ के छ, ट्राइक्लोरोएसिटोन हो भन्छ। यो भनेको चाहिँ के हो, ट्राइक्लोरोएसिटोन हो भन्छ। ओके हाइड्रोलाइसिस अफ ट्राइक्लोरोएसिटोन इन्टु क्लोरोफर्म। हाइड्रोलाइसिस अफ ट्राइक्लोरोएसिटोन, हाइड्रोलाइसिस अफ ट्राइक्लोरोएसिटोन भन्छ। हाइड्रोलाइसिस अफ ट्राइक्लोरोएसिटोन इन्टु क्लोरोफर्म भन्छ। क्लोरोफर्ममा चाहिँ यसको हाइड्रोलाइसिस हुन्छ। ओके यो चाहिँ के हो भन्दाखेरि चाहिँ CCl3 C11O CH3 प्लस क्याल्सियम हाइड्रोक्साइडसँग गर्दाखेरि चाहिँ के हुन्छ भन्दा चाहिँ यहाँ चाहिँ बोन्ड ब्रेक हुन्छ। यहाँ चाहिँ हाइड्रोजन जोडिन्छ, यहाँ चाहिँ अक्सिजन हाइड्रोक्साइड जोडिन्छ। CHCl3 भनेको चाहिँ क्लोरोफर्म भन्छ र क्याल्सियम के भन्छ भन्दा चाहिँ
CH3 C11O O माइनस 2 क्याल्सियम एसिटेट यो भनेको चाहिँ के हो क्लोरोफर्म हो त्यसै गरी यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ क्याल्सियम एसिटेट हो भन्छ क्याल्सियम एसिटेट भन्छ यो भनेको चाहिँ के त क्याल्सियम एसिटेट हो ओके यसरी चाहिँ हामी यो बनाउन सक्छौँ ओके त्यसै गरी अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ रिडक्सन अफ क्लोरोफर्मबाट क्वेसन चाहिँ दिनुहुन्छ कन्भर्ट एक्स इन्टु मिथेन भनेको छ ओके कन्भर्ट एक्स इन्टु मिथेन भनेको छ ओके अब सबभन्दा पहिला चाहिँ 2 नम्बर अब यो क्लोरोफर्मका चाहिँ दुईवटा रिएक्सन छन् जो चाहिँ एकदमै इम्पोर्टेन्ट छ कि ओके दुईवटा पाथवेबाट चाहिँ एउटा भनेको चाहिँ जिङ्क र पानी पानीमा चाहिँ हाइड्रोजनको त के भन्छ पानी भने त पानी एकदम फुल्ली रिड्युस गरिदिन्छ कि सबभन्दा क्लोरिनलाई चाहिँ पुरै खाइदिन्छ कि पानीले चाहिँ पानीमा जहिले पनि हामी क्लोरिन हालेर खान्छ नि त त्यो क्लोरिनले चाहिँ पुरै खाइदियो कि यहाँ चाहिँ केही पनि भन्दैन यो भनेको चाहिँ मिथेन भयो ओके हामीले यो क्वेसनको लागि चाहिँ तर यही सँगसँगै इम्पोर्टेन्स के छ जिङ्क र एसएल राखेर बनाएर रिड्युस गर्छ के हुन्छ CH2 Cl2 प्लस एउटा मात्र एसएल फर्म हुने गर्छ यसलाई चाहिँ के हुन्छ मिथाइलिन क्लोराइड हुन्छ मिथिलिन क्लोराइड चाहिँ फर्म हुने गर्छ ओके हस् अहिलेका लागि यति नै केही प्रब्लम भयो कमेन्ट गर्नु होला हस् धन्यवाद